भनिन्छ। अनि प्रार्थना भनेको हामीले यसरी बुझ्न सकिन्छ कि परमेश्वर र मानिस बीचको सम्बन्ध अथवा अनि कुराकानी गर्नु नै प्रार्थना हो भने उपवास प्रार्थना भनेको चाहिँ अनि यसरी नै उहाँको निम्ति एउटा केही विशेष समय छुट्याएर हामी बसेको प्रार्थना अथवा केही महत्त्वपूर्ण विषय हामी लिएर अनि प्रभुको निम्ति छुट्याएको केही दिन केही समय केही घण्टा छुट्याएर बसेको प्रार्थनालाई चाहिँ हामी उपवास प्रार्थना भनिन्छ। अनि उपवास प्रार्थना गर्दाखेरि हाम्रो जीवनमा के हुन्छ के आशिष हुन्छ भन्ने विषयमा हामी केही वचनबाट हामी केही हेर्नेछौँ। पुरानो करार एस्तरको पुस्तकबाट हामी हेर्नेछौँ। एस्तरको पुस्तक 4:15 - 17सम्मलाई हामी अध्ययन गर्नेछौँ। पुरानो करार पुरानो नियम एस्तर 4:15 - 17सम्म म यहाँहरूको बिचमा पढिदिनेछु। एस्तर 4:15 - 17सम्म यहाँ यस्तो लेखिएको छ। तब एस्तरले मोर्देखाई कहाँ यसो जवाफ पठाइन्, गएर सुसनमा भेटिएका जति सबै यहुदीहरूलाई मेरो निम्ति उपवास बस्न भेला गर्नुहोस्। 3 दिन र 3 रातसम्म न त खानेकुरा खानुहोस् न पानी पिउनुहोस्। म र मेरो चाकर्नीहरू पनि तपाईँहरू जस्तै उपवास बस्नेछौँ। त्यसपछि कानुनको विरुद्ध भए पनि म राजा कहाँ जानेछु, यदि मेरो नाश हुन्छ भने पनि होस्। अनि 17ले तब मोर्देखाई गएरले र एस्तरले हुकुम गरे अनुसार नै गरे। आमेन। अनि परमेश्वरले वचन पढाइमा हामी सम्पूर्णलाई आशिष दिनुभएको होस्। यहाँ चाहिँ एस्तर महारानी अनि जो चाहिँ उसको गुण र उसको रूपको कारण महारानी हुन पुगेको छ। अनि ऊ चाहिँ एउटा शरीरमा पनि एकदम सुन्दर थियो र उसको आत्मामा पनि परमेश्वरप्रति ऊ एकदम नै सुन्दरी थियो। यसकारण ऊ चाहिँ राजाको पदमा पुगेको हुन्छ। अनि एक दिन उसको जीवनमा ऊ चाहिँ एउटा यहुदी अनि जाति हो। ऊ चाहिँ यहुदी जातिहरूमा पर्छ। अनि एक दिन एउटा यहुदीहरूको महान शत्रु अनि हमान भन्ने एकजना व्यक्तिले चाहिँ यहुदीहरू सम्पूर्णलाई नाश गर्ने ठुलो योजना बनाएको हुन्छ। अनि यो कुरा चाहिँ मोर्देखाई अनि जसलाई चाहिँ के अरे हमानले गरिएको योजना चाहिँ थाहा हुन्छ। अनि एस्तर चाहिँ एउटा टुहुरी केटी थियो अनि जुन चाहिँ उसको काकाको घरमा बसेको थियो। अनि उसको नाम चाहिँ उहाँको नाम चाहिँ मोर्देखाई थियो, जसले चाहिँ एस्तरलाई बालकदेखि नै हुर्काएको थियो। अनि उहाँकै घरमा बसेर एस्तर चाहिँ अनि हुर्किएको थियो। अनि यही क्रममा एस्तर बिस्तारै ऊ एउटा ठुलो पदमा पुगेको हुन्छ। अनि रानीको पदमा तैपनि ऊ रानीको पदमा पुगेको भए तापनि उसलाई चाहिँ ल यहाँ हल्ला छैन अनि उसलाई चाहिँ अनि राजाको अगाडि जाने अनुमति थिएन। राजा र रानी छुट्टै बस्नु पर्थ्यो। अनि यही समयमा अनि एकजना हमानले चाहिँ यहुदीहरूलाई नाश गर्ने एउटा अनि ठुलो योजना बनाएको अनि उसको काकाले सुन्छ। अनि त्यसपछि उसलाई भन्छ, यदि तिमी यो पदमा पुगेपछि अनि तिमीलाई चाहिँ यो अधिकार छ कि राजा कहाँ जाने अथवा अनुमति माग्ने। अनि यदि तिमी गएर हामी यहुदी जातिहरूलाई बजाएनौ भने अनि अरू कसैबाट आउँछ हाम्रो छुटकारा। यसकारण तिमी यो विषयमा बोल्नै पर्छ यहुदीहरूलाई बचाउनको लागि। अनि तिमीले चाहिँ भन्नै पर्छ भन्ने एउटा अनि अनुरोध आउँछ। अनि त्यसपछि उसले चाहिँ अनि यो घोषणा गर्छ कि म पनि 3 दिनसम्म उपवास बस्छु। अनि हामी यो यहुदीहरूलाई बचाउनको लागि अथवा राजालाई यो अनुमति माग्नको लागि म पनि 3 दिन उपवास बस्छु। म मात्र नभइकन उसँग भएको चाकर्नीहरू नोकरहरू पनि उपवास बस्छ। अनि यहुदाका सबै मान्छे उपवास बस्छ। अनि त्यसपछि वस्तुभाव पनि सबैजना उपवास बस्छ। अनि त्यसपछि रानीले भन्छ, म चाहिँ गएर राजालाई यो कुरा राख्नेछु, यदि मेरो नाश हुन्छ भने पनि होस् भनेर उसले चाहिँ आफ्नो जीवन समर्पण गरेर नै राजा कहाँ यो कुरा लिएर जान्छ। अनि यो कुरा लिएर गएपछि यस्तो नियम थियो कि यदि राजाले रानी अथवा कोही व्यक्ति राजा कहाँ जाँदाखेरि यसरी हात उठाउँछ भने बज्यो, हात उठाएन भने त्यतिखेर चाहिँ मारिदिन्थ्यो। अनि त्यस कारण उसले चाहिँ भन्छ, यदि मेरो नाश हुन्छ भने पनि होस्, 3 दिनको उपवास पछाडि म राजा कहाँ जानेछु।
अनि त्यसपछि राजा कहाँ जान्छ अनि राजा कहाँ यो अनुमति माग्नलाई जान्छ। त्यसपछि राजाले हात उठाउँछ अनि त्यसपछि अनि राजाले भन्छ तिमीलाई चाहिँ के चाहियो, तिमी कुन अनुरोध लिएर अनि यहाँ आयो भनेर सोध्छ। अनि त्यसपछि उसले भन्छ हामी यहुदी जातिहरू सम्पूर्णलाई एकजना दुष्ट शत्रुले चाहिँ हामीलाई नाश गर्न खोजिरहेको छ, यसकारण तपाईँले यो विषयमा चाहिँ बोलिदिनु पर्यो भनेर अनुमति माग्न जान्छ। अनि त्यसपछि अनि परमेश्वरले अनि त्यो राजाको हृदयमा चाहिँ काम गर्नुहुन्छ। त्यो व्यक्ति चाहिँ त्यो दुष्ट शत्रु चाहिँ को होला, त्यो यहुदीहरूलाई नाश गर्न खोज्ने भनेर सोध्छ। अनि त्यसपछि उसले भन्छ त्यो व्यक्ति चाहिँ हामान, अनि जुन व्यक्ति चाहिँ राजाको सामुन्ने नै एकदम काम गर्ने व्यक्ति थियो। अनि त्यसपछि चाहिँ उसले भन्छ त्यो व्यक्ति चाहिँ दुष्ट राजा के अरे दुष्ट शत्रु हामान जसले चाहिँ हामी सम्पूर्ण यहुदीहरूलाई चाहिँ नाश गर्न खोजिरहेको छ, हजुरले यो विषयमा अथवा हाम्रो पुकारा सुनिदिनुहोस् भनेर बिन्ती गर्छ। अनि त्यसपछि राजाले चाहिँ अनि यहुदीहरूलाई नाश गर्न खोज्ने त्यो दुष्ट अनि शत्रु हामानलाई चाहिँ अनि उसले बनाएको त्यो योजना चाहिँ विफल भइकन अनि उसलाई चाहिँ त्यो फाँसी उसले चाहिँ अनि फाँसी दिन खोजिरहेको थियो। अनि त्यसपछि अनि उसले बनाएको त्यो काठको त्यो उसमा चाहिँ अनि ऊ आफैलाई नै फाँसी दिन्छ, उसलाई नै मारिदिन्छ। अनि यसको मतलब अनि परमेश्वरले चाहिँ एस्तरको प्रार्थना अथवा सम्पूर्ण यहुदीहरूको उपवास प्रार्थनाको कारण सम्पूर्ण यहुदीहरू बाँच्न सफल भएको छ अनि बाँच्न सफल भएको छ र यसको साटो त्यो शत्रु हामान नै मारिएको छ अनि हामानलाई नै चाहिँ फाँसी दिएको छ। अनि यो उपवास प्रार्थनाले चाहिँ यस्तो शक्तिशाली काम भएको हामी देख्छौँ। एस्तरको पुस्तकमा परमेश्वर शब्द कहीँ पनि लेखेको छैन, तैपनि उपवास प्रार्थना घोषणा गरिएको छ अथवा परमेश्वर र मानिसको सम्बन्ध चाहिँ एकदम गहिरो प्रकारले अनि गएको र मानिसको पुकारा सुनिएको कुरा यहाँ लेखिएको छ। उपवास प्रार्थना यस्तो प्रकारको शक्तिशाली प्रार्थना हो जसले चाहिँ ठुलो समस्याले चाहिँ अनि समाधान गर्न सकिन्छ। अरू प्रार्थना पनि हामी अरू दिन गरेको प्रार्थना सुन्नुहुन्छ, हामीले बेलुका गरेको प्रार्थना, बिहान गरेको प्रार्थना, खाना टन्नै खाएर गरेको प्रार्थना पनि परमेश्वरले सुन्नुहुन्छ। तर उपवास प्रार्थना चाहिँ एउटा यस्तो शक्तिशाली प्रार्थना हो अनि जुन चाहिँ हामी वचनमा पनि नयाँ करारमा पनि हामी हेर्न सकिन्छौँ। मत्तीको पुस्तक 17:21 लेखेको छ, त्यहाँ चाहिँ एकजना भूत लागेको मानिसलाई चाहिँ प्रभु येशू ख्रीष्टको चेलाहरू कहाँ अनि त्यो व्यक्तिलाई लिएर आउँछ अनि प्रार्थना गर्न लाउँछ अनि चेलाहरूले प्रार्थना गर्छ तर त्यो भूत निस्किँदैन। अनि त्यसपछि जब त्यो मानिस निस्केर अनि त्यो बिरामी निको हुँदैन, त्यो भूत निस्केर जाँदैन, त्यसपछि गोप्यमा गएर चेलाहरूले येशूलाई सोध्छ, गुरु हामीले त्यो बिरामीको लागि प्रार्थना गर्दाखेरि त्यो भूत चाहिँ गएन, कारण किन होला भनेर सोध्छ। अनि प्रभु येशू ख्रीष्टले भन्नुहुन्छ यस्तो किसिमको भूत चाहिँ अल्पविश्वासी अथवा शङ्का गर्ने अथवा विश्वासमा भर नपर्ने अनि तर यस्तो भनेर उहाँले अनि चेलाहरूलाई हप्काउनुहुन्छ। त्यसपछि भन्नुहुन्छ तर यस्तो किसिमको भूत चाहिँ उपवास प्रार्थना बिना निक्लिँदैन अथवा जाँदैन भनेर चाहिँ मत्ती 17:21 लेखिएको छ। यो किसिमको भूत चाहिँ अथवा यस्तो ठुलो अनि दुष्टको शक्तिलाई चाहिँ उपवास प्रार्थना बिना निस्किँदैन। यसकारण हामीले यो पदबाट थाहा हुन्छ कि ठुलो समस्या हुँदाखेरि चाहिँ महत्त्वपूर्ण समस्याहरू अनि ठुलो समस्याहरू हुँदाखेरि चाहिँ उपवास प्रार्थनाको एकदम खाँचो रहेछ। अनि कति व्यक्तिहरू उपवास प्रार्थना मन पराउँदैन अथवा कतिलाई चाहिँ उपवास प्रार्थना गर्न मन पराउँछ तैपनि विभिन्न कारण उपवास बस्न सक्दैन भनेर हामी सुनिरहेका छौँ र कतिले भोगिरहेको पनि छ। तर उपवास प्रार्थना यस्तो हो कि कतिले भन्छ उपवास प्रार्थना बस्ने इच्छा त थियो तर ग्यास्ट्रिकको समस्याले गर्दा उपवास प्रार्थना बस्न सक्दैन अथवा विभिन्न कारण रोगको कारणले उपवास बस्न सक्दैन, औषधि खानु पर्यो भने विभिन्न अनि मान्छेले चाहिँ बहाना गर्छ। तर यो हुन पनि हो, तर पनि यहाँ हामी बुझ्न सकिन्छ कि मानिसले अथवा जहाँ इच्छा त्यहाँ उपाय पनि हुन्छ। उपवास प्रार्थना बस्ने एउटा तरिका हामी यसरी बुझ्न सकिन्छ। अनि कतिले चाहिँ उपवास प्रार्थना बस्नै सक्दैन। अनि उपवास प्रार्थना भनेको यो हो कि हामी केही पनि नखाई अनि लामो दिन उपवास प्रार्थना बस्नुपर्छ भन्ने पनि छैन।
तपाईँलाई जस्तो इच्छा लाग्छ जस्तो मन पराउँछ त्यसरी हामी उपवास प्रार्थना बस्न सकिन्छ। मेरो एकजना साथी थियो बुटोलको, अनि उसले उपवास प्रार्थना बसेको रहेछ। उसले चाहिँ कसरी उपवास बसेको रहेछ भने उसले चाहिँ 1 महिना चाहिँ यो युट्युब अनि यो फेसबुक केही पनि नचलाइकन नेट केही पनि नचलाइकन उपवास बस्दो रहेछ त्यो साथीले। अनि यो फोन मात्रै यो कुरा यदि धेरै नै गाह्रो समस्या पर्यो भने फोन मात्रै गरेर अथवा अनि त्यो मात्र चलाएर उपवास प्रार्थना बस्दो रहेछ। त्यो पनि एउटा उपवास रहेछ। अनि उसले चाहिँ यो बुझेछ कि उसलाई एकदम ठुलो समस्या भएछ र उसले भनेछ म यो फेसबुक चलाउनुको साटो, युट्युब हेर्नुको साटो अथवा टिकटक हेर्नुको साटो म बरु उपवास बस्छु। बरु यसकारण नेट सबै बन्द गरेर उसले 1 महिना केही पनि नचलाइकन उपवास बस्दो रहेछ। यो पनि एउटा उपवास हो। अनि हुनसक्छ हाम्रो एकदम अनि खालि परमेश्वरको वचन पढ्नुको साटो हामी त्यही मोबाइलमा धेरै ध्यान दिन्छौँ, धेरै त्यसमा चाहिँ हामी समय बिताउँछौँ। उसले चाहिँ त्यही कारण त्यही समयलाई छुट्याएर उपवास बस्दो रहेछ। खाना नखाएर होइन, उसले चाहिँ फेसबुक नहेरेर उपवास बस्दो रहेछ। अनि प्रभुको निम्ति त्यो समय छुट्याएको रहेछ। अनि उसले चाहिँ एकदम अनि त्यो नेट नचलाइकन अनि फेसबुक नहेरिकन टिकटक नहेरिकन उसले चाहिँ एकदम उपवास प्रार्थना बस्दो रहेछ। त्यसपछि उसको त्यो ठुलो समस्याको चाहिँ समाधान भएछ। अनि उसले चाहिँ के अरे त्यो फेसबुक हेर्नुको साटो परमेश्वरको वचन पढेछ, प्रार्थना गरेछ, वचन अध्ययन गरेछ, प्रभुसँग समय बिताएछ, आराधना गरेछ। प्रभुसँग एकदम समय बिताएको कारण उसको त्यो ठुलो समस्याको समाधान परमेश्वरले उसलाई दिनुभएको छ। यो पनि एउटा अनि उपवास हो। उपवास प्रार्थना भनेको अनि खानै नखानु मात्रै उपवास प्रार्थना। कतिले उपवास प्रार्थना बसेको छ, खाना नखाई प्रार्थना गरेको छ, तर वचन पढ्दैन, प्रार्थना गर्दैन, प्रभुसँग समय बिताएन भने उसको प्रार्थना भोकलाई मात्र, आफ्नो शरीरलाई मात्र असर भएको छ, तर उपवास प्रार्थनाले केही काम भएको छैन। यसकारण उपवास प्रार्थना भनेको यो हो कि हामीले चाहिँ खानै नखाई अनि त्यसरी होइन, खाना खाएर पनि अथवा आफूलाई जुन अनि प्रतिज्ञासहित हामीले यसरी उपवास प्रार्थना पनि बस्न सकिन्छ। अथवा कतिले कति दिनसम्म खानै नखाई पनि प्रार्थना गर्न सकिन्छ। आफूलाई जस्तो सजिलो हुन्छ, जस्तो सक्छ त्यसरी चाहिँ हामीले प्रार्थना गर्न सकिन्छ। आफ्नो ठुलो समस्या हुँदाखेरि अनि आफ्नो देशको लागि, आफ्नो परिवारको लागि, आफ्नो मण्डलीको लागि, आफ्नो व्यक्तिगत जीवनको लागि, आफ्नो ठुल्ठुलो रोगहरूको लागि हामी यसरी प्रार्थना गर्न सकिन्छ। जब हामी प्रभुको निम्ति म यति दिन उपवास बस्छु भनेर हामी छुट्याउँछ अनि परमेश्वरले त्यो पुकारा सुन्नुहुन्छ। अनि यसरी पनि प्रार्थना गर्न सकिन्छ कि उपवास बस्न सकिन्छ। अनि बिहानदेखि 12 बजीसम्म केही नखाइकन पनि उपवास बस्न सकिन्छ, अथवा 12 बजेदेखि बेलुकासम्म केही नखाई उपवास बस्न पनि सकिन्छ, अथवा 3 बजेदेखि दिउँसो 3 बजेदेखि अनि रातिसम्म केही नखाई उपवास बस्न पनि सकिन्छ। अथवा तपाईँलाई त्यो टाइम पनि मिलेन भने बेलुका 5 बजेदेखि राति नखाइ पनि उपवास बस्न सकिन्छ। तपाईँलाई जस्तो सजिलो लाग्छ त्यसरी नै तपाईँले म यति दिन बस्छु र यसरी बस्छु भनेर छुटाउनु पर्ने हुन्छ र प्रभुलाई भन्नुपर्ने हुन्छ प्रतिज्ञासहित, प्रभु म यति दिन चाहिँ यसरी छुटाउँछु, अब 1 घन्टा मात्र म उपवास बस्छु प्रभु भनेर त्यो समय चाहिँ बरु प्रभुसँग कुराकानी गर्नु पर्यो, समय बिताउनु पर्यो। त्यसरी गर्न सकिन्छ। म यति दिन चाहिँ यति मात्र नखाइकन, 1 घन्टा मात्र नखाइकन अथवा 2 घन्टा मात्र नखाइकन म उपवास बस्छु प्रभु भनेर यसरी प्रतिज्ञा गरेर पनि उपवास बस्न सकिन्छ। अनि यसरी प्रार्थना गऱ्यौँ भने परमेश्वरले हाम्रो उपवास प्रार्थना सुन्नुहुन्छ। हामीले बाइबलमा प्रभु येशू ख्रीष्ट आफैको एक उदाहरण छ। सेवकाई गर्नुभन्दा अगाडि 33 वर्षको सेवकाई, 33 वर्षको उमेरमा अनि उहाँ बित्नु भएको छ। उहाँले 30 वर्षदेखि सेवकाईको सुरुवात गर्नुभएको छ। उहाँको 3 वर्षको शक्तिशाली सेवकाईमा चाहिँ त्योभन्दा अगाडि उहाँले उपवास बस्नुभएको छ। नयाँ करारमा बाइबलमा नयाँ करारमा येशू ख्रीष्टको सेवकाई सुरु गर्नुभन्दा अगाडि उहाँले उपवास बस्नुभएको 40 दिनको केही पनि नखाई अनि उहाँले उपवास बस्नुभएको छ। त्यसपछि मात्र उहाँले यो शक्तिशाली कामहरू, आश्चर्य कामहरू गर्नुभएको छ। यसकारण हामीले यो बुझ्न सकिन्छ कि ठुल्ठुलो सेवकाई गर्नको लागि अथवा केही काम गर्नको लागि तयारी हुनको लागि अथवा त्यो शक्ति प्राप्त गर्नको लागि, त्यो अभिषेक प्राप्त गर्नको लागि चाहिँ हामीले सुरुमा उपवास प्रार्थनाबाट तयार गर्नुपर्ने रहेछ। त्यसपछि मात्र हामीले त्यो शक्ति प्राप्त गर्ने रहेछ। यसो 100% म्यान इज 100% परमेश्वर
अनि उहाँले पनि त्यो शक्ति प्राप्त गर्नको लागि, पवित्र आत्माबाट पाउने अभिषेक प्राप्त गर्नको लागि, त्यो चङ्गाई पाउनको लागि, त्यो शक्तिशाली आश्चर्य कामहरू गर्नको लागि सुरुमा उपवास बसेर परमेश्वरसँग अनि मागिएको छ, अभिषेक मागिएको छ। यसकारण उहाँ आफैले त त्यसरी गर्नुभयो भने हामी पनि यसरी तयार गर्न सकिन्छ। केही काम गर्नुभन्दा अगाडि हामी परमेश्वरसँग शक्ति माग्नको लागि हामी उपवासबाट तयार गर्न हामी सक्छौँ। मैले भने उपवास प्रार्थना कसरी बस्ने, उपवास प्रार्थनाको तरिका मैले सिकाएँ। तपाईँलाई जस्तो सजिलो लाग्छ त्यसरी नै तपाईँ प्रार्थनामा सहभागी हुन सक्छ र उपवास प्रार्थना गर्न सकिन्छ। अनि हामीलाई प्रश्न हुन्छ, धेरै उपवास बसेको व्यक्तिहरूलाई, धेरै प्रार्थना गरेको व्यक्तिहरूलाई, परमेश्वरसँग धेरै सम्बन्ध जोडिएको व्यक्तिहरूलाई ठुल्ठुलो समस्या भएको पनि हामी देख्छौँ। अनि यसो आफैले एउटा उदाहरण छोड्नु भएको छ। अनि यसो आफैले त अनि एक दिन यो अनुभव गर्नुभएको छ कि पिताले पनि हामीलाई त्याग्नु भएको अनुभव, प्रभुले मलाई छोडेको हो कि, अथवा पिताले हामीलाई त्याग्नु भएको हो कि, अथवा उहाँलाई पिताले मलाई त्याग्नु भएको हो कि भने जब उहाँ क्रुसको त्यो अनि दुःखमा पुग्छ, मृत्युमा पुग्छ, त्यतिखेर उहाँले पनि प्रार्थना गर्नुभएको छ, हे पिता तपाईँले मलाई किन त्याग्नु भएको, हे पिता तपाईँले मलाई किन त्याग्नु भएको। यो चाहिँ उहाँको ठुलो चित्कार थियो, भित्री चित्कार थियो अनि भित्री कुरा थियो कि अनि उहाँले पनि यो अनुभव गर्नुभएको छ, पिताले त्याग्नु भएको, प्रभुले मलाई छोड्यो कि। हामीलाई पनि लाग्छ नि है, कहिलेकाहीँ सेवाकाई गर्दै गर्दाखेरि, हामी आत्मिक जीवनको यात्रामा लाग्दै गर्दाखेरि कतै प्रभुले मलाई त्याग्नु भएको हो कि, ठुल्ठुलो समस्याहरू हुँदाखेरि चाहिँ हामीलाई पनि त्यस्तो लाग्छ के प्रभुले मलाई त्याग्नु भएको हो, के प्रभुले मलाई छोड्नु भएको हो भन्ने लाग्छ नि त। उहाँ आफैले पनि त्यो कुरा भोग्नु भएको छ। हामी एक समय सेवाकाई गर्दै जाँदाखेरि उजाड ठाउँमा पुग्छ, अथवा हामी चाहिँ एकदम मरुभूमिको यात्रा भएर हामी जानुपर्ने हुन्छ अनि विभिन्न समस्याले ग्रसित हुन्छ, एकदम निराशा हुन्छ, समस्याहरू ठुल्ठुलो समस्याहरू आउँछ। यसपछि हामी सोच्छौँ के प्रभुले मलाई त्याग्नु भएको हो, हामी भुली पठाउँछौँ के प्रभुले मलाई छोडिसक्नु भएको रहेछ, त्यागिसक्नु भएको रहेछ भन्ने अनुभव हुन्छ। यो वास्तविक नै हो। यसो आफैले त यो कुरा भोग्नु भएको, हामीलाई पनि यो समय त्यस्तो लाग्छ। अनि यसोले के अरे उपवास बस्ने समयमा, त्यो उजाड स्थानको समयमा चाहिँ अनि शैतानले चाहिँ यसोलाई 3 चोटि छल बनाउँछ। यदि त परमेश्वरको पुत्र हो भने यहाँबाट हम्बल, अनि यदि त परमेश्वरको पुत्र हो भने यो ढुङ्गालाई रोटी बनाऊ भन्ने कुरा गर्दाखेरि त्यतिखेर चाहिँ एकदम उजाड भएको थियो, मरुभूमिको यात्रा थियो। त्यो अवस्थामा चाहिँ यसो आफैले भन्नुभएको छ, लेखिएको छ। हामी पनि अनि यसरी चाहिँ लेखेको वचनलाई दाबी गरेको छ। त्यतिखेर परमेश्वर पितासँगै अनि भएको अनुभव थिएन उहाँलाई पनि। अनि उहाँले चाहिँ अनि भनेको छ कि अनि लेखेको छ, अनि परमेश्वरले चाहिँ अनि उहाँको मात्र सेवा गर्नु भनेर वचनमा लेखेको कुरा दाबी गरेको छ। यसरी नै हामीलाई पनि विभिन्न मरुभूमि भएर हामी जानुपर्ने बेलामा, सबैले त्यागिएको अनुभव गर्ने बेलामा हामी परमेश्वरले पनि छोडेको हो कि जस्तो हुने बेलामा हामी परमेश्वरको वचनबाट भन्न सक्छौँ, लेखेको छ म तिमीलाई कहिले पनि त्याग्ने छैन वा छोड्ने छैन। आमेन। म तिमीलाई कहिले पनि त्याग्ने छैन वा छोड्ने छैन लेखेको छ। हामी एकदम मरुभूमि भएर जाने बेलामा, हामीलाई निराशा भएको बेला, सबैले छोडेको बेला हामी यो वचनको पदहरूलाई हामी याद गर्छौँ। यसुले जस्तै लेखिएको छ अनि प्रभुले मलाई कहिले पनि त्याग्नुहुन्न, लेखेको छ म तिमीलाई कहिले पनि त्याग्ने छैन, कहिले पनि छोड्ने छैन। यतिखेर अनि परमेश्वर यसरी नै हामीले गरेको प्रार्थनाको जवाब छिट्टै नपाउँला, हामीले गरेको जे उपवासै बसेर प्रार्थना गरे पनि छिट्टै त्यो उत्तर नआउला। यतिखेर उजाड भएर जान्छौँ, निराश भएर जान्छौँ। यतिखेर चाहिँ हामी सोच्छौँ कतै प्रभुले मलाई त्याग्नु भएको हो कि, कतै प्रभुले मलाई छोड्नु भएको, सपना दर्शन पनि केही पनि भएन, कसैबाट केही उत्साह पनि भएन, एक्लो अनुभव हुने बेलामा हामी यो हुन सक्छौँ कि लेखिएको छ म तिमीलाई कहिले पनि त्याग्ने छैन, लेखिएको छ माग त दिनेछ, लेखिएको छ यो घोषणा गर म तिम्रो त्यो समस्याको समाधान गर्नेछु, तिम्रो चिन्ता फिक्रीहरू प्रभुमा राख, म त्यो समस्याको समाधान गर्नेछु। हालेलुया। यो चाहिँ हामीले अनि लेखिएको वचनलाई चाहिँ हामी दाबी गर्न सक्छौँ। यतिखेर कहिले त्यागिएको बेला, एकदम मरुभूमि भएको बेला चाहिँ हामीले यो कुराहरूलाई याद गर्न सक्छौँ। वचन जब हामी पढ्छौँ, हामी कण्ठ गर्छौँ, त्यसपछि हामी वचनलाई घोषणा गर्न सक्छौँ। लेखिएको छ परमेश्वरको वचनमा,
हामी कहिलेकाहीँ यो भएर हामी जानुपर्छ। हामी जिन्दगीको यात्रामा विभिन्न उकालो ओह्रालो हामी जानुपर्छ, विभिन्न परिस्थितिमा हामी पुग्नुपर्छ। यतिखेर चाहिँ हामीले परमेश्वरको वचनलाई धाबी गर्न सक्छौँ। सधैँ सफल मात्र हुँदैन, आशिष मात्र हुँदैन। अब कहिले चाहिँ प्रार्थना गरेर छिट्टै उत्तर पाउँछौँ, निको हुन्छ, चङ्गाइ हुन्छ, अथवा हामीले गरेको उपवास प्रार्थना चाँडै नै उत्तर आउँछ, छिट्टो नै उत्तर आउँछ, त्यसपछि प्रभु मसँग रहेछ भन्ने याद हुन्छ भने कहिले चाहिँ ढिलो हुन्छ, कहिले चाहिँ एकदम समय लाग्छ। त्यतिखेर प्रभुले त्याग्नु भएको हो कि भन्ने अनुभव हुन्छ। अब्राहमको जीवनमा हेर्दाखेरि अनि तिमीले चाहिँ छोरा पाउनेछ, प्रतिज्ञाको छोरा जन्मिनेछ भन्दाखेरि अनि पर्ख्यो 25 वर्ष लाग्यो त्यो पाउनको लागि, तर पनि पाएरै छाड्यो। यसरी नै हाम्रो जीवनमा पनि विभिन्न समस्या सङ्कष्टहरू आउँदाखेरि हामी आत्तिन्छौँ, एकदम होचिन्छौँ भनेर हामी शङ्का गर्न थाल्छौँ। तर परमेश्वरले जे प्रतिज्ञा गर्छ त्यो चाहिँ पुरा गरेरै छाड्छ। उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, उहाँ झुटो बोल्ने परमेश्वर हुनुहुन्न, उहाँ साँचो र जीवित परमेश्वर हुनुहुन्छ। उहाँले आफ्नो प्रतिज्ञा जसरी नै पुरा गर्नुहुन्छ। हालेलुया। अन्त म एउटा घटना सुनाउँछौँ, त्यसपछि अन्त्य गर्छौँ। एकजना व्यक्ति रहेछ जसको नाम चाहिँ ग्लोरिया रहेछ है, जसको नाम चाहिँ ग्लोरिया रहेछ। उसलाई एक दिन ऊ पनि एउटा एकदम शक्तिशाली सेवकाई गर्ने एउटा सेविका रहेछ। मैले एउटा पुस्तकमा पढेको थियो उहाँको जीवनको भाइ। अनि एक दिन अनि उहाँ सेवकाई गर्दै जाँदाखेरि उहाँलाई पनि मरुभूमि भएर जानुपर्ने एक दिन अवस्था आएछ। अनि प्रार्थना गर्दै जाँदा सेवकाई गर्दै जाँदाखेरि उहाँ चाहिँ एउटा स्टाफ नर्स रहेछ त्यो दिदी चाहिँ। अनि उहाँ यो घटना चाहिँ साँच्चीकै घटना हो। अनि गर्दै जाँदाखेरि इन्डियाको एक ठाउँमा चाहिँ उहाँले सेवकाई गर्नुभएको रहेछ। अनि सेवकाई गर्दै जाँदाखेरि एक ठाउँमा गएर उहाँले सङ्गति सुरु गरेको रहेछ। उहाँ चाहिँ मिस्त्री रहेछ। अनि उहाँ चाहिँ इन्डियाको होइन अर्कै एउटा ठाउँको रहेछ, उहाँ ग्लोरिया भन्ने एकजना अनि दिदी जसले चाहिँ सेवकाई गर्दै जाँदाखेरि अनि गर्दै 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 उहाँले बिहे गर्नुभएछ। त्यसपछि 2टा छोरा एउटा छोरी पाएछ। छोरीको नाम चाहिँ एस्तर रहेछ अनि छोराको नाम चाहिँ मैले धेरै वर्ष पढेको यो पुस्तक, तर नाम चाहिँ बिर्स्यो। अनि 2टा छोरा एउटा अनि बिहे गरेर जाँदै गर्दाखेरि एक दिन उहाँको श्रीमान र उहाँको 2जना छोराहरू सुसमाचार सुनाउँदै जाँदै गर्ने क्रममा इन्डियाको एक ठाउँमा चाहिँ एउटा घटना घटेछ। अनि उहाँहरूको अनि गाडी लिएर सुसमाचार सुनाउन जाँदाखेरि 2टा छोरा एउटा अनि बुवा सुसमाचार सुनाउन जाँदै गर्ने क्रममा चाहिँ एक दिन रात भएछ। एकदम फर्केर आउँदै गर्दाखेरि राति भएछ अनि अथवा राति पनि भएछ अथवा अनि गाडीको केही बिग्रेर उहाँले चाहिँ त्यो आफ्नो आउनु पर्ने ठाउँमा पुग्न सकेन रहेछ। अनि त्यसपछि त्यहाँको एउटा बदमास मान्छेहरू त्यहाँको गुन्डाहरू आएर अनि एकदम प्रभुलाई विरोध गर्ने मान्छेहरू आएर अनि उहाँहरू चाहिँ गाडीमै सुतेको रहेछ। अनि रात भयो अथवा गाडी बिग्रियो, त्यस कारण गाडीमै त्यो लक लगाएर सुतेको रहेछ। त्यसपछि पुरै त्यहाँको मान्छेहरू आएर विरोधीहरू आएर अनि त्यहाँको त्यो गाडीमा चाहिँ जलाइदिएछ। अनि 2टा छोरा अनि बुवा तिनैजनालाई जलाइदिएछ अनि जलाइदिएर मारेछ। अनि त्यसपछि त्यहाँको मान्छेहरूले भनेछ अनि भोलिपल्ट चाहिँ पुलिस बोलाएर अनि त्यसको छलफल गरेछ। अनि त्यसपछि चाहिँ उसको त्यो अनि उसलाई बोलाएछ। अब ल यो अपराधीहरूलाई के गर्ने, के फाँसी दिने हो यिनीहरूलाई पनि भनेर सोधेछ। तर उसको कारणले त्यो ठाउँमा ठुलो अचम्मको कामहरू भएको छ, शक्तिशाली कामहरू भएको रहेछ। अनि उसले चाहिँ त्यहाँ चाहिँ एउटा सेवकाई गर्दो रहेछ। कस्तो प्रकारको सेवकाई, सामाजिक सेवा पनि गर्दो रहेछ। त्यो कुष्ठरोगीहरू बिरामीहरूलाई स्याहार गर्ने एउटा के अरे एउटा त्यस्तै होस्टेल जस्तै एउटा खोलेको रहेछ क्या, वृद्धाश्रम जस्तै एउटा अनि बिरामीहरूलाई स्याहार गर्ने एउटा आश्रम खोलेको रहेछ। अनि त्यसपछि उसको त्यो राम्रो काम देखेर त्यहाँको मान्छेहरू उसको परिवारलाई यस्तो गर्दा एकदम दुखित भएछ। अनि त्यसपछि यदि तिमीले अनुमति दिन्छौ भने हामी त्यो अपराधीहरूलाई फाँसी नै दिन्छौँ भनेर अनि पुलिसले गएर सोधेछ। अनि त्यसपछि उसले भनेछ क्षमा दिएछ। अनि उसले चाहिँ प्रार्थना के अरे सुसमाचार प्रचारमा जाँदाखेरि उसको श्रीमान अनि उसको बच्चाहरूलाई अनि उसले प्रार्थना गरेर पठाएको रहेछ, प्रभु अनि मेरो छोराहरू र मेरो अनि श्रीमान चाहिँ म तपाईँको हातमा समर्पण गर्दैछु भनेर प्रार्थना गरेर पठाएको रहेछ। अनि उसले भनेछ मैले चाहिँ मेरो परिवारलाई चाहिँ प्रभुमा समर्पण गरेर पठाइदिएको हो, अब जे भयो भयो म क्षमा दिन्छु भनेर त्यो अपराधीलाई चाहिँ जेलबाट निकालेछ। अनि निकालेपछि केही वर्षपछि चाहिँ त्यो ठाउँमा
उसले चाहिँ त्यो रगतको खोला भएको आफ्नो परिवारलाई यस्तो घटना हुँदाखेरि पनि त्यो ग्लोरियाले क्षमा दिएछ। अनि त्यो परिवारलाई गरेको अपराधको लागि उसले क्षमा दिएछ र त्यो सजायबाट त्यो मान्छेलाई अनि निकालेछ। तर केही समय पछाडि त्यो ठाउँमा चाहिँ हिन्दू र अनि बुद्धिस्टहरू अथवा मुस्लिमहरू आफै अनि झगडा परेर त्यो ठाउँले पुरै रगतको खोला बगेछ, सबैलाई सफा पारेछ। एक्लै आफूलाई जुधेर नै त्यो ठाउँ चाहिँ उजाड भएछ अनि पुरै रगतको खोला बगेछ त्यो ठाउँमा। परमेश्वरले अनि त्यो व्यक्तिलाई चाहिँ अहिलेसम्म चलाउँदै हुन्छ। ऊ चाहिँ उसको एस्तर छोडेर अनि त्यो दिदी चाहिँ अहिलेसम्म जिउँदै रहेछ, साँच्चीकै घटना। अनि अहिलेसम्म इन्डियाको एक ठाउँमा बसेर चाहिँ यस्तै प्रकारको सेवाकाई गर्दै रहेछ। अहिले सामाजिक सेवामा अनि सामाजिक सेवा नै गरेको रहेछ। अनि उसको यो गवाई साँच्चीकै गवाई हो, यो चाहिँ सत्य घटना नै हो यो एउटा घटना चाहिँ। तर उसले त्यस्तो अवस्था पुगे पनि सबै कुरो गुमाए तापनि अब उसँग एउटा छोरी छ, सबै गुमाए तापनि उसले प्रभुलाई त्यागेको छैन। यो सबै छोडे तापनि सबैले त्यागे तापनि उसलाई यो ठुलो समस्या आए तापनि उसले प्रभुलाई धन्यवाद दिए। यसकारण हामी चाहिँ जस्तोसुकै परिस्थितिमा धन्यवादी हुन सिक्नुपर्छ, सबै आनन्दित हुन सिक्नुपर्छ अनि क्षमा दिन सिक्नुपर्छ। ठुल्ठुलो समस्या सङ्कष्ट भए तापनि हामी एक्लै अर्कालाई क्षमा दिन चाहिँ हामी सिक्नुपर्छ। यदि कसैले क्षमा दिएनौँ भने जीवनभरि सेवाकाई नै गरेको भए तापनि यदि उसले कसैलाई आफ्नो अपराधीहरूलाई क्षमा दिएनौँ भने ऊ चाहिँ नरकको भागीदार हुनेछ। जीवनभरि नै सेवाकाई गरेको भए तापनि क्षमा नदिएको कारण नै अनि नरकमा पुग्नेछ। यसकारण अनि यो घटनाले चाहिँ हामी थाहा पाउँछ कि अनि सबै परिस्थितिमा हामी चाहिँ धन्यवादी हुनु पर्यो र जस्तोसुकै परिस्थितिमा अनि सेवाकाई गर्ने व्यक्तिहरू अथवा अनि आत्मिक जीवनको यात्रामा चाहिँ अनि हामी ओकालो ओह्रालो भएर मरुभूमि भएर हामी जानुपर्नेछ। यो अवस्थामा चाहिँ हामी परमेश्वरप्रति कतिको स्थिर रहने, परमेश्वरप्रति हामी कति धैर्य भएर बस्ने अनि हामीले चाहिँ यो कुराहरूलाई याद गर्नुपर्नेछ। अनि आजको अनि वचनबाट हामीले थाहा पायौँ उपवास प्रार्थना भनेको एउटा शक्तिशाली प्रार्थना हो, जसले चाहिँ हाम्रो जीवनमा अनि ठुल्ठुलो समस्याको समाधान हुँदछ अथवा परमेश्वरसँग हाम्रो सम्बन्ध जोडिन्छ, परमेश्वरसँग हाम्रो सम्बन्ध चाहिँ नजिक हुन्छ। अनि उपवास प्रार्थनाले शरीरलाई पनि यसले छाडी लाउँछ र आत्मिक रूपमा पनि हामी प्रभुको नजिकतामा हामी पुग्छौँ। परमेश्वरले आजको वचन पढाइमा अथवा राम्ररी सुनिदिनु भएको लागि यहाँलाई एकदम धन्यवाद। हामी सम्पूर्णलाई परमेश्वरले आजको वचनबाट हामी सबैजना अनि आशिषित भएको होस् भन्ने म यहाँ चाहन्छु र अबको बाँकी समय चाहिँ एल्डर गुरुबालाई दिन चाहन्छु। हामी ताली बजाएर स्वागत गर्नेछौँ। सम्पूर्णलाई जय मसीह।